आज मसँग खानामा छ अंडा करी, अंडा मात्रै आलु नमिसाइकन बनाएको, अनि त्यसपछि यहाँ छ मुला है, अनि यहाँ छ प्याज, अनि यहाँ छ सिद्राको र टमाटरको अचार। कसरी बनाउनु भएको मलाई चाहिँ थाहा छैन। सिद्रा टमाटरको अचार अलिकति पुग्छ यति भएपछि। अब खाना खान्छु है त। मिठो भएको छ। आज दुईटा अंडा, अरू बेला जहिले एउटा अंडा खान्थे है, आज दुईटा खानु मन लाग्यो कि। मुला र सिद्राको अचार। म चाहिँ सिद्राको अचार कस्तै मनपर्छ। अलिकति सिद्राको अचार थप्नु पर्यो। मिठो लागेपछि त खानु पर्यो नि होइन। मलाई चाहिँ भ्लगहरू पनि बनाउन मन लाग्छ होइन, तर एडिट गर्न नै भ्याउँदिनँ क्या। अब जस्तो छोरोको ओटी छ होइन, अब फेरि मैले दिउँसोदेखि स्पिच पनि जोइन गरेको छु होइन उसको, अनि विकमा 3 डेज उता 3 डेज स्पिचमा, अनि अल्टरनेट गरेर जानुपर्छ, अनि टाइम नै हुँदैन। अनि घरमा पनि अब उसको उसलाई वर्किङ भयो होइन, अनि स्पिचको लागि मसाजहरू भयो, फेसियल मसाज त्यो त मैले अस्ति नै पहिल्यैदेखि नै गर्दै आइरहेको छु, अनि त्यसले गर्दाखेरि टाइम नै हुँदैन क्या। अनि फोन हेरेको अब फोनमा झुन्डिन आइहाल्छ। फोन त देखाउने कुरा भएन, पुरा स्ट्रिक्टली उसलाई त, त्यो भएर मलाई भ्याउँदैन क्या भ्लगहरू बनाउनु, तर मलाई एकदमै इन्ट्रेस्ट लाग्छ। मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला गएर है। मैले प्रायः जस्तो भिडियोहरूमा चाहिँ मैले फेसबुकमा हाल्ने भिडियोहरूमा चाहिँ मैले तल लिङ्क राखिदिइरहेको हुन्छु युट्युबको होइन, अनि गएर सब्सक्राइब पनि गरिदिनु।
अब यो के अचारले पुग्छ भनेर बनाएको थिएँ तर पुगेन मलाई